दर्शकबिन कार्यक्रम सहयात्रामा पुनः स्वागत छ। हामीसँग हुनुहुन्छ समाजसेवी केशव श्रेष्ठ, उहाँको जीवनसाथी उषा श्रेष्ठ। उहाँहरूसँगको कुराकानीलाई निरन्तर अगाडि बढाइरहेको छु। उषाजी, श्रीमान यति व्यस्त हुनुहुन्छ होइन, विभिन्न सङ्घ संस्थामा लागिरहनु भएको छ, घरमा कतिको टाइम दिइरहनु भएको छ? घरमा पनि दिइरहनु भएको छ, बाहिर पनि व्यस्त हुनुभएकोमा मलाई एकदम खुसी नै छु। सबैले उहाँलाई चाहन्छ, धरानवासीहरू सबैले जुन कार्यक्रममा पनि उहाँलाई फोनबाट पनि खोज्नुहुन्छ, फोन उठाउने मै हुन्छु र उहाँलाई खोज्नुहुन्छ, यो कार्यक्रमको लागि चाहियो, कहाँ जानुभयो भनेर भन्नु, उहाँ आउनु बित्तिकै मैले यो सुनाउँछु, जानुहुन्छ। मलाई खुसी नै लाग्छ, किनभने धरानवासी पुरा सबैले मेरो श्रीमानलाई चाहना गर्नुभएको र उहाँ सङ्घ संस्थामा राम्रै काम गरिरहनु भएको छ भनेर हामीलाई विश्वास छ। पनि उहाँको चाहना सकेसम्म सबै ठाउँमा गर्न इच्छा उहाँको हुन्छ, सक्नुहुन्छ भने गर्नुहोस्, हामी पनि सहयोग गर्छौँ। उहाँ बाहिर गर्नुहुन्छ, घरमा पनि हामीले आमाले पनि सहयोग गर्नुभएको छ। आमा र मैले उहाँलाई धेरै सहयोग गरेको छु। घरमा हामी हेर्छौँ र जानुहोस्, सबैको चाहना इच्छा छ भने गर्नुहोस्, बाहिर गर्नुहोस् र राम्रो गरेर उहाँको नाम रह्यो भने हाम्रो पनि नाम रहन्छ। यहाँले अहिले जति पनि टेलिफिल्महरू खेलिरहनु भएको छ नि, त्यो मध्येको यहाँलाई मनपर्ने होइन कुनै एउटा डायलगहरू सुनाइदिनुहोस् न। यो चाहिँ निनी फिल्मको अब निनी फिल्ममा चाहिँ कस्तो छ भनेदेखि अब अलिकति कन्सेप्ट चाहिँ भन्न बताइकन हुँदैन है। अब शाक्य परिवारकै छ प्राय गरेर चाहिँ। शाक्य परिवारमा के हुन्छ भनेदेखि शाक्य परिवारमा बिहाबारी गर्नका लागि शाक्य परिवारकै केटा अथवा केटा छ भनेदेखि शाक्य परिवारकै केटी चाहिँ बिहाबारी गर्ने चाहिँ चलन छ। त्यसले गर्दाखेरि के छ भनेदेखि यो शाक्य परिवारको यो बिहाबारीको कुरामा अब धेरैजना चाहिँ शाक्य परिवारबाट नै माग्नु नआएको कारणले गर्दाखेरि कतिजना चाहिँ बिहा नभइकन अविवाहित बसेको छ। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ एउटा दाजुको रोल गरेको छु, एउटा बाउको छोरो अनि एउटा बहिनीको संरक्षक अनि मेरो पनि छोरा हुन्छ। त यो 3 पुस्ताको उसलाई चाहिँ मैले आफूले मिडिएटर गर्नुपर्ने हुन्छ। 3 पुस्तालाई चाहिँ समायोजन गर्दाखेरि चाहिँ गाह्रो हुन्छ, त्यो चाहिँ गाह्रो हुन्छ। त्यसै कारणले गर्दाखेरि अब बाउको एकातिर विचार हुन्छ, त्यो कुरालाई पनि सम्बोधन गर्ने पर्छ, मनन गर्ने पर्छ। हो, वास्तवमा अहिलेसम्म परम्परा चलेको शाक्य परिवारले शाक्य परिवारसँगै बिहा गर्नुपर्छ भन्ने मान्यता थियो, अहिलेसम्म चलिरहेको पनि छ। तर आफ्नै बहिनी चाहिँ कहीँबाट माग्न आएको छैन, विवाह हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि त्यो उसलाई सिचुएसनमा चाहिँ मैले बोल्नु पर्दाखेरि पुरानो परम्परा रूढिवादी बोकेको मान्छेहरूले यस्तै त दुःख पाउनुपर्छ अनि अनेक मनमा चिन्ता नबोके के बोक्नुपर्छ त? उषाजी, श्रीमान होइन कलाकार पनि हुनुहुन्छ, समाजसेवी त भइहाल्नुभयो, अनि खेलकुदमा पनि इन्ट्रेस्टेड हुनुहुन्छ होइन, गीत गायन सबैमा। तपाईँलाई कहिले लागेन कि एउटा मात्रै चिजमा अगाडि बढेदेखि हुन्थ्यो, अझ धेरै सफलता मिल्थ्यो भनेर? लागेन मलाई। उहाँले बिहासम्म सबैमा गर्नुभएको छ होइन, र उहाँको इच्छा सबैमा गर्नु। अझ मैले एउटा गीतमा उहाँलाई भिजुअलाइज रेकर्ड गर्नु पनि भनिरहेको छु। तपाईँ भ्याउनु सक्नुहुन्छ भने गर्नुहोस्, तपाईँले गाउनुभएको गीतहरू राम्रो छ, गर्नुहोस् भनेर अझ मैले उहाँलाई भनिरहेको छु, प्रोत्साहन गरिरहेको छु, दिइरहेको छु, जानुहोस् गर्नुहोस् भनेर। मलाई त्यसमा केही लाग्दैन। सकेसम्म उहाँ सबैमा पर्फेक्ट हुनुहुन्छ, सबै काम, गीतमा पनि त्यत्तिकै, खेलमा पनि त्यत्तिकै, अरू कलाकारमा पनि, समाजसेवामा पनि, सबैमा उहाँले गर्नुभएको मलाई एकदम खुसी छ। केशव चाहिँ यहाँको गीतको पनि चर्चा परिचर्चा आयो। गीत एउटा मिठो गीत गाएर सुनाइदिनुहोस् न हामीलाई, जुन उहाँले रेकर्डको कुरा गरिरहनु भएको छ त्यही गीत। मिठो गीत भन्दाखेरि त अब त्यति मिठो त हुन सक्दैन, किनभनेदेखि सङ्गीत बेगरको गीत अर्धाङ्गिनी बेगरको जीवन जस्तो हुन्छ कि। यो लोकगीत हो, म प्राय गरेर लोकगीत पनि म ज्यादा गाउने गर्छु। साइली रमाइले गाछौ है माया लै
साइली र माइली कहाँको गाँसो है डोरी मायाको 2 दिने जीवनमा के छ र 2 दिने जीवनमा के छ र गाँसो है माया त्यसो र मरेर लानु पो के छ र 2 दिने जीवनमा के छ र कलकल गरी बगने पानी झरनाको भए खाउँ है कलकल गरी बगने पानी झरनाको भए खाउँ है साइली र माइली मन है मिले हामीसँग जाउँ है साइली र माइली कहाँको गाँसो है डोरी मायाको 2 दिने जीवनमा के छ र। यति राम्रो गीत गाएर सुनाइदिनु भयो हामीलाई हैन। हामी सबै दङ्ग छौँ। अवश्य पनि यहाँको यो गीत चाँडै नै रेकर्ड होस्, यही शुभकामना। तो श्रीमान श्रीमतीमा चाहिँ जब माया पिरती जब बलियो हुँदै जान्छ नि त्यतिखेर अलिकति ठाकठुक पनि पर्छ भन्छन् नि, यहाँहरू बिच त्यस्तो कहिले भएको छ माया पिरतीलाई अझै दह्रो बनाउनको लागि? हुन्छ, कहिलेकाहीँ त त्यो भइहाल्छ, माया पनि हुन्छ र ठाकठुक पनि कहिलेकाहीँ हुन्छ, नहुने त कुरै छैन। त्यो कहिलेकाहीँ अब हुँदो रहेछ र हुनु जरुरी पनि रहेछ क्या। त्यो भनेको चाहिँ कस्तो भनेदेखि मैले एउटा कुरा भने, अब मैले भनेको कुरा हुबहु उसको सोचमा चाहिँ फरक आउँछ। यसो भनेको अब यो त यो भनेर त्यो समझदारीको फरकतामा कहिलेकाहीँ आउँदो रहेछ, त्यसैलाई भन्दो रहेछ मिसअन्डरस्ट्यान्डिङ क्या। अब उसले एउटा कुरा चाहेको हुन्छ, एउटा कुरा भनिरहेको हुन्छ, तर मैले चाहिँ के भनेदेखि त्यसको चाहिँ होइन। अब अलिकति म म्याच्योर्ड भएको हिसाबले पनि मेरो म्याच्युरिटीको हिसाबले सोचाइ पनि हुनसक्दो रहेछ, अथवादेखि उसको भनेको कुरा पनि कतिवटा कुरा ठिक हुँदो रहेछ क्या पछाडिबाट। यहाँ घर गृहस्थी सञ्चालन गर्नका लागि विभिन्न कुराहरूको इच्छा व्यक्त गर्छ क्या उसले, तर त्यो इच्छा व्यक्त गरेको कुरामा होइन मैले चाहिँ चाहिँदैन, अहिले किन चाहियो भन्ने खालको कुरा गर्छ, होइन चाहियो भन्ने खालको गर्छ। तर भरे उसको चाहना अनुसार मैले काम गरेनखेरि होइन यो त चाहिने रहेछ भनेर पछाडि चाहिँ मलाई महसुस हुन्छ क्या। त्यो कारणले एकछिन त हाम्रो हुन्छ नि, तर पनि उसले इच्छा गरिहाल्यो यो त कुरा पुरा गरौँ न त भनेर लाग्दाखेरि चाहिँ भरे चाहिँ के भनेदेखि आफूलाई नै ऊ लाग्दो रहेछ कि होइन मैले यति साह्रो मैले उसलाई गरेँ, मैले यति दिनसम्म त मैले पुरा गर्न चाहिनँ, तर वास्तवमा त यो त चाहिने आवश्यक वस्तु नै रहेछ, यो राम्रै कुरा रहेछ भन्ने कुरा चाहिँ पछाडि महसुस हुन्छ। अनि आफ्नो श्रीमती 34 वर्षसम्म सँगै जीवन बिताइसक्नु भएको छ होइन, दाम्पत्य जीवनको सहयात्रा काटिसक्नु भएको छ, अहिलेसम्म आइपुग्दा उहाँको राम्रो पक्ष र नराम्रो पक्षलाई कसरी हेर्नु भएको छ? राम्रो पक्ष चाहिँ भन्नु पर्दाखेरि ऊ चाहिँ कस्तो भनेदेखि अरूको कुरा चाहिँ बिल्कुल गर्न मन पराउँदैन क्या अरू, र उसको चाहिँ मन हृदय चाहिँ सफा छ क्या। हजुर उषाजी, यहाँले आफ्नो श्रीमानको चाहिँ एउटा राम्रो पक्ष र उहाँको सुधार्नुपर्ने बानी चाहिँ के जस्तो लाग्छ यहाँलाई? राम्रो पक्ष भनेको उहाँमा हुनुपर्ने गुण सबै त, नराम्रो म केही देख्दिनँ। अनि यहाँको 34 वर्षको दाम्पत्य जीवनसम्म आइपुग्दाखेरि सुखको क्षणलाई र दुःखको क्षणलाई स्मरण गर्नु पर्दा नि अब म एक दिन चाहिँ एकदमैसँगले अब उसको चाहिँ के अरे अपरेसनै मात्रै 5वटा अपरेसन भएको छ उसको, र तेस्रो चाहिँ भर्सक एकदम उसको लागि खतरा भनौँ भने चाहिँ पछाडिबाट अपरेसनै गर्नु पर्यो, तर पनि छोरी भयो। अब 2 सन्तान ईश्वरका वरदान भनेर भन्ने उक्ति पुरा भएको छ, एउटा छोरा एउटा छोरी। हजुर, अनि यहाँहरूको दाम्पत्य जीवनको अनुभवबाट नयाँ दम्पतिहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? नयाँ दम्पतिहरूलाई मेरो तर्फबाट चाहिँ के भन्न चाहन्छु भनेदेखि अब अहिलेको समयमा कुनै जातभात भन्ने कुरालाई नहेरौँ, तर यस्तो गरेर हेरौँ कि जीवनसाथी बनाउँदाखेरि चाहिँ मतलब लभ गर्दाखेरि पनि प्रेम गर्दाखेरि पनि 1 वर्ष 2 वर्ष 3 वर्ष त्यो पार गरिसकेको मान्छेहरूको चाहिँ समझदारी धेरै प्रकारको भइसकेको हुन्छ, र त्यति कठोर परिश्रम गरेर प्राप्त गरेको एउटा जीवनसाथीलाई जीवनै समर्पण गरिसकेपछि त्यो कुरालाई चाहिँ एकदमै समझदारीका साथ बिताउने गरौँ। सानोमै उनीहरूले प्रेम गरेर आफ्नो बाटो नराम्रोतिर मोड्छ, त्यस्तो नगरोस् होइन। आफ्नो पहिला खुट्टामा उभिएर पढी लेखेर उभिएर त्यसपछि मात्रै राम्रो बाटो चुनोस् भन्न चाहन्छु।
हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यहाँको दाम्पत्य जीवन अझ मजबुत हुँदै जाओस्, सुदृढ हुँदै जाओस्। यहाँहरू जुन आफ्नो आफ्नो क्षेत्रमा लाग्नु भएको छ, समाजसेवा हैनदेखि लिएर हरेक क्षेत्रमा यहाँको प्रगति उन्नति हुँदै जाओस्। यहाँको घर गृहस्थीमा अझ राम्रो सफलता मिल्दै जाओस्। यही शुभकामनाका साथ मकालु टेलिभिजन सहित सहयात्रा टिम यहाँलाई धन्यवाद ज्ञापन गर्दछ। धन्यवाद मकालु टेलिभिजनलाई पनि। यो पूर्वाञ्चलकै एउटा हाम्रो चाहिँ गर्वको कुरा हामीले महसुस गरेको छौँ र यो मकालुले उन्नति प्रगति गरोस्, हाम्रो पनि शुभकामना छ। हवस् त, यहाँहरूसँग बिदा चाहन्छौँ। नमस्कार। दर्शकबिन, कार्यक्रम सहयात्रा तपाईँलाई कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रिया sahayatra@makalutv.com.np मा पठाउन सक्नुहुनेछ। अर्को साता अर्को नयाँ दम्पति लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि सहयात्रा टिमलाई बिदा दिनुहोस्। यहाँको साता शुभ बितोस्। नमस्ते।